Hello everyone, today I am going to teach you the Cramer's method to solve any of the equation. Cramer's rule बाट आज हामी कुनै पनि दुईटा इक्वेशन्सहरुलाई कसरी सल्भ गर्न सक्छौं र क्वेशन एउटा दिएको छ x - 2y = 5 5x - y = -2. Cramer's rule मा हामीले गर्नु के पर्छ भन्दाखेरि दुईटा जब इक्वेशन्सहरु दिएको हुन्छ भने त्यहाँ तीनटा पार्ट्स हुन्छ कोएफिसिएन्ट अफ x, कोएफिसिएन्ट अफ y र कन्स्ट्यान्ट टर्महरु हुने गर्छन्. सो Cramer's rule ले के भन्छ यदि हामीले डिटर्मिनेन्ट d त्यसपछि dx र dy यदि फाइन्ड गर्यो भने x को भ्यालु भनेको dx/d त्यसैगरी y भनेको dy/d हुने गर्छन्. यो d भनेको डिटर्मिनेन्ट्स भयो. d भनेको डिटर्मिनेन्ट्सहरु हुने गर्छन्. त यसरी नै हामी डिटर्मिनेन्ट्सहरु मात्र युज गरेर पनि x र y को भ्यालु फाइन्ड गर्न सक्छौं. सो यसको लागि हामीले के गर्नु पर्छ लेट्स सी फ्रम दिस इक्वेशन्स. सो हियर given equations देखो छ x - 2y = 5. This one is equation 1 and so 5x - y is -2. This one is equation 2. Now there you have to write coefficient of x, coefficient of y and here constant. है हामीले यो कन्स्ट्यान्टहरु छुटिएर लेख्नु पर्छ. फर्स्ट इक्वेशन x को कोएफिसिएन्ट भनेको 1 हो, y को कोएफिसिएन्ट -2 र कन्स्ट्यान्ट टर्म 5. त्यसैगरी सेकेन्ड इक्वेशनमा x को कोएफिसिएन्ट 5, y को कोएफिसिएन्ट -1 र कन्स्ट्यान्ट टर्म भनेको -2. अब हामीलाई d dx र dy फाइन्ड गर्नु छ. सो d भनेको डिटर्मिनेन्ट फाइन्ड गर्दै बेला जस्ट टेक द कोएफिसिएन्ट अफ x एन्ड y. x र y को कोएफिसिएन्ट मात्र लिने. सो दिस वन इज 1 -2 5 -1. d लिँदै बेला के हुन्छ x र y को कोएफिसिएन्ट लिनु होला. सो यो हुन जान्छ 1 * -1 is -1 minus plus 5 to the 10 which is equals to 9. यो भनेको d आयो. अर्को हुने गर्छ अब dx. सो while finding dx युज गर्दै बेला हामीले यो x को ठाउँमा कन्स्ट्यान्ट टर्म रिप्लेस गर्ने. दिस इज 5 - 2 र y as it is लिने -2 -1. अगेन 5 1 जा -5. सो -2 2 जा 4 कति हुन जान्छ -9. अर्को हुन जान्छ dy. सो dy मा y को टर्म को साथ हामीले कन्स्ट्यान्ट टर्म रिप्लेस गर्नु पर्छ. दिस इज 1 5 and 5 -2. सो दिस इज -2 minus 5 5 जा 25. दिस वन इज -27. अब हामीले d dx र dy फाइन्ड गर्यो भने यो फर्मुला युज गर्ने. सो हियर using Cramer's rule value of x यदि x को भ्यालु भनेको dx/d हुन जान्छ. सो dx is -9/9 which is -1. Similarly value of y is equals to dy/d. This is equals to -27 divided by 9. This is -3. Hence we can write x equals to -1, y equals to -3. यही नै यसको सोलुसन हो. सो Cramer's rule मा के गर्नु पर्छ हामीले सुरुमा कोएफिसिएन्ट अफ x, कोएफिसिएन्ट अफ y र कन्स्ट्यान्ट टर्म छुट्याउनु पर्छ. अब d फाइन्ड गर्दै बेला के गर्ने x र y को कोएफिसिएन्ट्सहरु मात्र युज गर्ने. त्यसैगरी हामीलाई dx फाइन्ड गर्दै बेला x को कोएफिसिएन्ट को साथ कन्स्ट्यान्ट रिप्लेस गर्ने, y as it is लेख्ने अनि फेरि डिटर्मिनेन्ट फाइन्ड गर्ने. dy फाइन्ड गर्दै बेला x को कोएफिसिएन्ट as it is लेख्ने, y को ठाउँमा कन्स्ट्यान्ट टर्म रिप्लेस गर्ने, त्यसपछि फेरि डिटर्मिनेन्ट फाइन्ड गर्ने. र Cramer's rule मा के हुन्छ x को भ्यालु भनेको dx/d, y को भ्यालु भनेको dy/d. यसरी नै x र y को भ्यालु सल्भ हुन्छ. होप यु अन्डरस्ट्यान्ड द भिडियो. यसको फर्दर क्वेशन्सहरु हामी नेक्स्ट भिडियोमा पनि गर्नेछौं. सी यु टु नेक्स्ट भिडियो. थ्यांक यू.